नमस्कार सम्पूर्णमा आज भने म तपाईहरुलाई धनुषा जिल्लादेखि सौरा चितवनसम्मको ट्राभल गर्दाखेरिको भिडियो देखाउन गइरहेको छु। मेरो युट्युब च्यानललाई फलो अनि सब्स्क्राइब गरिदिनु होला। एउटा हेर्नु त्यो निलो म छले अलिकति गर्नु उडे फररा भएन। यसरी हामी रोकेर पानी खायौँ। हेलो, हामी चाहिँ यहाँ अहिले पानी अनि पेट्रोल लाउनलाई यहाँ रोएको हो। अब 1 लिटर मात्र लगायौँ, पछि लाउने हेटौँडा पुगेपछि। यो चाहिँ सौरामा रातिको भ्यूज हो। यहाँ चाहिँ अब खासै यहाँ त लाइट बलिरहेको हुन्थ्यो, अहिले के भएर लाइट बलेन पनि। यता हाम्रा साथीहरू, हेलो यता हेर्नु चिन्दैन रहेछ सौरा भनेर, कालो भइसकेछ।
टुरो मान्छेहरू छैन च्या भएन चरपटे देख्दैन खोइ अँध्यारो न अँध्यारो छ खोइ चरपटेमा लाइट पनि छैन म आउँदाखेरि चरपटे आउँदैन एउटा चाहिँ चपाइहाल्छु चपाउनु न हौ साथी बाटोबाट आउने कि तिमीहरूले बियरहरू आउँछ त्यही राति क्रोकोडाइल छैन पर तपाईँहरू बनाउनु म पर्खिदिन्छु यसरी अब यस्तो हेर्नु न यहाँ खानेकुराहरू कस्तो लाग्यो त तपाईँहरूलाई सौरा साह्रै गर्मी छ पराकाष्ठ गर्मी हेलो साथीहरू आज चाहिँ हामी चितवनको सौरा घुमेर फर्किरहेको छौँ होइन अनि हामी चाहिँ सर मिसहरू भएर सौरा घुमेर आइसकेको हौँ तपाईँहरू पनि यो भनेको चाहिँ टुरिस्ट एरिया हो कि यो सौरा चाहिँ आउनुहोला जङ्गल सफारीहरू पनि गर्न सक्नुहुन्छ होइन ल यहाँ खुसी हुँदै हुनुहुन्छ सेल्फीमा यो हुँदैन यो चाहिँ सौराको है गैँडा चोक रहेको छ हामी चाहिँ यो गैँडा चोकमा फोटो खिच्ने भनेर आएको छौँ ओ हेलो गैँडा चोकमा फोटो खिच्ने होइन ल ल ल ल आउनु त ल ल आउनुहोस् खिचौँ सबैजना गैँडा चोकमा